हामीले तिज के कारणले मनाउने हो त्यो मर्म चाहिँ नि अहिले पछिल्लो दिनमा अहिले हराएको हुँदाखेरि हामीले अलिकति तिज मनाउनुको कारण यसको मर्म हामीले अलिकति बुझेर मनाउन पर्ने चाहिँ अहिलेको देखिन्छ। अलिकति विकृतिहरू आएका छन्, त्यस्तातिर नगइकन हामी चाहिँ नि जुन अहिले मैले भनेका गीतमा कति वेदनाहरू छ होइन, त्यसलाई चाहिँ नि गएर दिएर हामीले चाहिँ मनाउन जरुरी छ भन्ने चाहिँ मलाई लाग्छ। अर्को अहिले जुन हामीले उठाउनु पर्ने, हामीले तिज मनाउने भनेको हक अधिकार पहिला पनि महिलाहरूले कति चाहिँ नि दुःख पाएको, घर परिवारले सासू ससुराले घर परिवारमा हेपिएका दबिएका त्यस्ता कुराहरूलाई गीतमा बनाउने हुन्छ भने अझै पनि हामीले पाउन पर्ने जति महिलाले पाउनु पर्ने अधिकार हो त्यति पाएका छैनौँ। हाम्रा अधिकारहरू हामीले पाउनुपर्छ भन्ने कुराहरूलाई हामीले गाँथेर चाहिँ नि गीतको भाकामा चाहिँ नि गीत गाएर एउटा चेतनामूलक सन्देश दिन जरुरी छ। अहिले पछिल्लो दिनमा जुन बहुदियाको चाहिँ जुन कुरा र चल्छ एउटा आएको छ नि ऐनमा गरी कुराहरू, यसलाई अब सबैतिरबाट विरोध त गएकै छ, तैपनि यता कतैबाट घुसिहाल्यो भने त्यसमा पनि हामी सचेत हुन जरुरी छ। अब त्यो बारेमा धेरै भन्न पर्दैन, बहुदिया एउटा शब्द आइसकेपछि कस्तो होला होइन, त्यसलाई घुमाउरो पाराले प्रमुख वा उपप्रमुख भनेर जुन घुसाइएर अहिले महिलाहरूलाई कति अप्ठ्यारो परिरहेको छ।